सो आजको टपिक भनेको चाहिँ नर्मल कम्पोनेन्ट र प्रोब्सको इन्ट्रोडक्सन। सो तिमीलाई मैले पहिला चाहिँ कम्पोनेन्ट भनेको के हो त भन्छु ल। कस्तो हुन्छ भन्दा ध्यान दिएर हेर ल। जस्तो यो मेरो साइड भयो राइट। जस्तो यो मेरो से स्क्रिन जुन हामीले देख्छ नि वेबसाइटमा त्यो भयो। यसमा चाहिँ ध्यान दिएर हेऱ्यो भने धेरै हामीले डिभाइड भयो जस्तो लाग्छ नि। जस्तो यहाँदेखि योभन्दा माथिको न्याप बार भन्ने हुन्छ है। अनि तिम्रो ट्यागको साइडमा साइड बार होला। साइड बार भन्ने थाहा छ नि, साइड बार होला। अनि तिम्रो तल चाहिँ फुटर होला मेबी। ओके, सो हाम्रो जुन इन्टायर वेबसाइट हुन्छ यसलाई चाहिँ हामीले डिभाइड गरेर राखेको हुन्छ क्या। यो न्याप भयो, यो साइड बार भयो, यो फुटर भयो होला। ओके, सो यसमा ध्यान दिएर हेर छ हाम्रो एउटा कम्पोनेन्ट के छ, न्याप बार बोल्ने है। अनि यो कुन कम्पोनेन्ट भयो, साइड बार कम्पोनेन्ट। साइड बार हो गुड। अनि यो भयो फुटर कम्पोनेन्ट। हाम्रो साइट बिल्ड गर्दा जस्तो मेरो यो इन्टायर ऊ चाहिँ मानव होम भन्ने कम्पोनेन्ट छ। कम्पोनेन्ट भनेको के होइन, अहिले बेसिकली बुझ्नको लागि एउटा के बुझ भन्दा जस्तो होम भन्ने एउटा कोठा छ। ओके, होम भन्ने यो कोठा, यसमा चाहिँ यसभित्र चाहिँ मैले के राखेको छु, न्याब राखेको छु हो, साइड बार राखेको छु अनि फुटर राखेको छु। भनेको तिम्रो एउटा कम्पोनेन्ट के अरे हाम्रो जुन होम छ त्यसभित्र मैले हाम्रो इन्टायर होमलाई जस्तो तिमीले पहिला गर्थ्यौ नि नर्मल एचटिएमएल जाभास्क्रिप्ट सिएसएस गर्दा के माथि डिभ लेख्ने, डिभमा तिम्रो क्लासमा न्याब लेख्ने, अनि डिभ त्यो डिभलाई ट्याक्कै यहाँ ल्याएर क्लोज गरिदिने, अनि फेरि तलबाट अब हिरो सेक्सन हुन्छ जे हुन्छ त्यो गर्ने, फेरि त्यसलाई क्लोज गरिदिने, फेरि तल फुटर लेख्ने, फेरि त्यसलाई फुटरलाई क्लोज गरिदिने। यो तिम्रो 300-400 लाइन मिनिमममा जान्थ्यो कि बेसिक साइट बनाउँदा पनि हो। तर यसमा चाहिँ के हुन्छ भन्दा तिम्रो न्याप कम्पोनेन्ट भनेको न्याप डट जिएस जस्तो जाभास्क्रिप्टमा गऱ्यो भने जिएसएक्स भन्ने एउटा कम्पोनेन्टमा तिम्रो ट्याक्क के लेख्यौ, जस्तो न्यापमा तिमीले के लेख्यौ भन्दा एउटा डिप छ हेर है। न्यापमा के लेख्यौ भन्दा एउटा डिप छ, अनि डिपमा चाहिँ होम भन्ने छ अनि एबाउट भन्ने छ है। अब तिमीले के गर्छौ भन्दा हाम्रो जुन होम डट जिएसएक्स छ नि यसको प्यारेन्ट के जस्ट भित्र हामीले सबैले हाल्ने हो। त्यसमा सिम्पली तिमीले यो न्याबलाई कल मात्रै गरिदिन्छौ क्या। त्यो कसरी गर्छ, ट्याक्क न्याबलाई कल गरिदिन्छौ क्या। हो यो गर्ने बित्तिकै तिम्रो न्याबमा भएको जुन हाम्रो डिपभित्र अब डिपलाई फ्लेक्स त्यही होला, त्यसभित्र तिमीले युएल एलआई युज गर्यो होला हो। अनि यो चाहिँ सबै यसभित्र आयो। भन्न खोजेको तिमीले होमभित्र न्याबलाई कल गर्ने बित्तिकै न्याबमा भएको सबै कम्पोनेन्ट, न्याबमा के छ, होम, एबाउट, डिप, जुन न्याबमा सबै कन्टेन्ट छ यो कसले फेच गर्यो, होमले। होम भनेको चाहिँ हाम्रो प्यारेन्ट कम्पोनेन्ट भयो। प्यारेन्टभित्र हामीले के हाल्यो, न्याब भनेको। न्याब भनेको चाहिँ हाम्रो चाइल्ड कम्पोनेन्ट भयो। सो यसलाई भन्छ कम्पोनेन्ट बेस्ड आर्किटेक्चर। यसमा चाहिँ कस्तो हुन्छ भन्दा तिम्रो यति न्याबमा इस्यु आयो भने ध्यान दिएर सुन है। न्याबमा इस्यु आयो भने तिम्रो कन्सोल हुन्छ नि ब्राउजरको, कन्सोल भन्दा थाहा छ कसैलाई थाहा छ कन्सोल भन्ने? सो न्याबको कन्सोलमा के देखाउँछ भन्दा, वेट, कुशल भूषा, ओके उसलाई पनि एडमिट गरौँ। सो न्याबको कन्सोलमा के देखाउँछ भन्दा तिम्रो न्याब कम्पोनेन्टमा चाहिँ इस्यु छ, त्यसलाई सल्भ गर भन्छ क्या। अनि यो भन्ने बित्तिकै हामीले अब मलाई कुनै अरू कम्पोनेन्टमा जानु पर्यो त, परेन नि त। मैले सिधै जान्छु न्याब डट जिएसएक्समा गएर हेर्छु के इस्यु छ भनेको। यसले गर्दा हाम्रो डिबगिङ सजिलो भयो, प्रब्लमलाई कहाँ प्रब्लम भइरहेछ भनेर लोकेट गर्न सजिलो भयो राइट। सो यसैलाई भन्छ कम्पोनेन्ट। ओके, भनेको बेसिक कुरामा बुझ्नु पर्दा कम्पोनेन्ट भनेको त सानो सानो त्यो लोगो ब्लक्स हुन्छ नि, लिगो ब्लक्स,
जस्तो यो हेर न माथिको एउटा यो पर्पल कलरको ब्लक अनि ब्लू कलरको ब्लक पिङ्क कलरको ब्लक येलो कलरको ब्लक यिनी सबै ब्लकलाई मिलाएर हामीले एउटा काइन्ड अफ एउटा सेप बनाएको छौँ नि यस्तै नै हो क्या हाम्रो वेबसाइटमा पनि हामीले चाहिँ यस्तै थुप्रै कम्पोनेन्टहरू बनाउँछौँ अनि त्यही कम्पोनेन्टहरूलाई जोड्दै 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 हाम्रो इन्टायर वेबसाइट डिजाइन हुन्छ ओके सो हाउ डज द कम्पोनेन्ट वर्क हेर त न्याबमा के हुन्छ ट्याग यो मेन्यु भयो यो भयो सबैलाई मिसाएर एउटा ठाउँमा हाल्ने अनि एउटा इन्टायर वेबसाइट भन्छ भन्नु खोजेको केही पनि हुने अब आउ प्रोप्समा ओके सो मान मेरो एउटा यहाँ ओके एउटा कम्पोनेन्ट छ यो कम्पोनेन्टको नाम दिउँ के दिने माई डिटेल देऊ न माई डिटेल देऊ है माई डिटेल देऊ है ओके यसकोमा चाहिँ हामीले माई डिटेल दियौँ अब प्रोप्स भने कस्तो भन्दा हामीले कहिले तिमीहरूले जाभास्क्रिप्ट युज गर्दा ख्याल गरेछ जस्तो हाम्रो यो फङ्सनको नाम जस्तो मेरो डिट भन्ने फङ्सनको नाम छ अनि यो डिटको यो जुन ब्रेसेसभित्र हामीले प्यारामिटरहरू लेख्थ्यौँ नि याद छ कसैले याद छ सी प्रोग्रामिङहरूमा पनि गऱ्यो होला क्या प्यारामिटरहरू पास गर्थ्यौँ नि हामीले C++मा उप्स हो सेम यस्तै गरेर हामीले चाहिँ तिम्रो यो जुन हाम्रो कम्पोनेन्टहरू छ नि फङ्सन बेस्ड कम्पोनेन्ट यसमा चाहिँ हामीले प्यारेन्ट्सहरू पठाउँछौँ जस्तो मेरो यो माई डिटेल भन्ने कम्पोनेन्ट भयो है जस्तो तिमीले f.jsx थियो नि मेन कम्पोनेन्ट त्यस्तै माई डिटेल भन्ने एउटा मैले कम्पोनेन्ट बनाएँ अनि त्यसभित्र मैले के लेखेँ भन्दा यसको प्यारेन्ट्सहरू के छ ध्यान दिएर हेर केही पनि आत्तिनु पर्दैन बिस्तारै बिस्तारै बुझ्ने हो सो माई डिटेल भन्ने कम्पोनेन्टमा मेरो प्यारामिटरहरू के छ एउटा नेम भनौँ अर्को एज भनौँ अनि अर्को रोल नम्बर भनौँ है सो अनि मैले यसभित्र चाहिँ मैले के गरेँ भन्दा नेमलाई कर्ली ब्रेसेसमा ट्याग हाल्दे अनि एज हाल्दे रोल नम्बर हाल्दे हेर कम्पोनेन्ट रियुजेबिलिटी भन्छ नि त्यो भनेको के म देखाउँछु कि तिमीलाई जस्तो मेरो हेर्ने ओके सो मेरो मैले f.jsx जुन हाम्रो थियो नि मेन पोइन्ट त्यसबाट मैले हैन माई डिटेललाई फेच गरेँ अनि माई डिटेलमा मैले के पठाएँ भन्दा नेम भनेको एकजनाको कसको गरेँ त मैले नेम पठाएँ सम्राट भनेर नेम पठाएँ ओके मैले नेम के पठाएँ सम्राट भनेर पठाएँ अनि एज पठाएँ होला से 16 रोल नम्बर पठाएँ होला 21 हो यस्तो गर्यो भने मेरो यो माई डिटेल कम्पोनेन्टलाई मैले फेच गर्ने बित्तिकै यसभित्र नेमको ठाउँमा के बस्छ जे पठायो त्यही गरेर बस्छ के ओके एजको ठाउँमा मैले के पठाएँ 16 पठाएँ सो एजको ठाउँमा 16 गरेर बस्नु भयो रुक म तिमीलाई यसलाई चाहिँ लास्ट टाइम हामीले डे 1 भन्ने एउटा फर्स्ट प्रोजेक्ट बनाएको याद छ को जोइन थियो हामीसँग एक्स्ट्रा डे सो मैले एउटा चाहिँ बेसिक एउटा कम्पोनेन्ट बनाउँछु ल यो कम्पोनेन्टको नाम के दियो भन्दा माई डिटेल्स देऊ न डिटेल्स.jsx भन्ने एउटा कम्पोनेन्ट बनाएँ रियाक्ट फङ्सन कम्पोनेन्ट गर्ने बित्तिकै ट्याग कम्पोनेन्ट बन्यो अब मैले के गर्छु भन्दा हेर त जुन हाम्रो मेन f.jsx थियो नि जुन मेरो f.jsx छ नि यो कम्पोनेन्ट भित्र मैले त्यो अघिको हाम्रो के छ माई डिटेल्स भन्ने कम्पोनेन्टलाई कल गर्छु क्या माई डिटेल्स ओके यो गर्ने बित्तिकै म तिमीलाई रन गरेर पनि देखाउँछु ल यसमा माई डिटेल्स भनेर आयो जबकि यो माई डिटेल्स भन्ने म यो f.jsx मा कहिले देखाएको छु र मैले यहाँ माई डिटेल्स भन्ने कहिले लेखाएको छु र मैले माई डिटेल्स भन्ने कम्पोनेन्टलाई कल गरेको छु नि त जस्तो यहाँ हेर त मेरो कम्पोनेन्ट भित्र मैले लेखेँ दिस इज माई डिटेल्स कम्पोनेन्ट भनेर लेखेँ
ओके, यो कम्पोनेन्टले के रिटर्न गर्छ, एउटा डिब रिटर्न गर्छ। डिबमा दिस इज माई डिटेल्स भन्ने डिटेल कम्पोनेन्ट भनेर रिटर्न गरिरहेको छ। अब मैले एप डट जिएक्समा माई डिटेल कल गर्ने बित्तिकै माई डिटेलभित्र भएको सबै कन्टेन्टहरू एप डट जिएक्समा देखाउँछ। हेर त, दिस इज माई डिटेल्स कम्पोनेन्ट भनेछ। जबकि एप डट के अरे हाम्रो जुन मेन कम्पोनेन्ट छ एप डट जिएक्सएक्स, यसमा चाहिँ मैले दिस इज माई डिटेल्स कम्पोनेन्ट भनेर मैले कहिले लेखाएको छु र, छैन नि त। सो यो हो कम्पोनेन्ट बेस्ड आर्किटेक्चर। अब यसैमा मैले प्रोप्स पार्ट पास गर्ने भनेको के हो हेर त। जस्तो मैले यसमा चाहिँ के गर्छु भन्दा, मैले यो यहाँ होइन र हामीले प्यारामिटरहरू दिने, यहाँ चाहिँ नि जाभा स्क्रिप्ट गर्दा हामीले प्यारामिटर दिने यहाँ होइन र। यहाँ मैले प्यारामिटरहरू दिन्छु है। जस्तो मैले नेम दिन्छु होला, एज दिन्छु होला, अनि रोल नम्बर भनेर दिन्छु होला। अनि मैले के प्रिन्ट गर्छु भन्दा सिम्पल नेम इज इक्वल्स टु नेम। अनि एउटा कुरा नभुल्ने, नेमलाई चाहिँ जहिले पनि कर्ली ब्रेसेसमा हाल्ने, किनकि यो भनेको डाइनामिक हो, भनेको माथिबाट आउँछ, सेम कुरा होइन। ओके, हेर त, सबैजनाले हेरेर त एकचोटि यो कम्पोनेन्टलाई के आइडिया आएको छ यो देख्दा? यसले के रिटर्न गर्छ होला भन्न सक्छौ मलाई? सम्राट, कुशल, सुशान्त, गौरव। नेममा सम्राट पास गर्दा नेम सम्राट अनि एज 21 भेरी त्यसै गरी हो। भनेको यो जुन नेम जुन हामीले लेखा छौँ यो भनेको डाइनामिक, यो कहाँबाट आउँछ? माथि एज अ प्रोप्स आउँछ क्या। जस्तो मैले अब एप डट जिएक्समा अहिले मैले यता गएर हेर्ने भने केही पनि आउँदैन, किनकि मैले केही प्रोम्प्स पास गराएको छु र, छैन नि त। यहाँ मैले नेम भनेर के अरे सम्राट भनेर लेखेँ, सम्राट भनेर पठाएँ। अनि एज भन्ने होला 21 मेबी, अनि रोल नम्बर भनेर पठाएँ मैले से 15 भनौँ न, 15 भनेर मैले रोल नम्बर पठाएँ उसको। यति पठाउने बित्तिकै मेरो के रिटर्न गर्छ हेर त, देख्यौ? भनेको मैले यहाँबाट जे पठाएँ त्यसले त्यही कुरा रिटर्न गरेन र। जस्तो मैले यहाँबाट कुशल पठाएँ भने यसले अभियसली कुशल रिटर्न गर्यो। भनेको अहिलेसम्म के पढ्यो भन्दा हामीले कसरी के अरे कम्पोनेन्ट बनाइन्छ। जस्तो माई डिटेल्स भन्ने कम्पोनेन्ट बनाएँ, यस्तै बाहिर त बनाउने होइन, एउटा कम्पोनेन्ट भन्ने फोल्डर बनाउनुपर्छ, राइट? सो अहिलेको लागि चाहिँ बेसिक आइडिया लेख्नको लागि माई डिटेल्स भन्ने कम्पोनेन्ट बनाइयो, जसमा चाहिँ हामीले नेम, एज र रोल नम्बर रिटर्न गरियो। नेम, एज र रोल नम्बर कसले पठाउँछ? जहाँ माई डिटेल्स भन्ने कल भयो त्यो पठाउँछ। यहाँ कसरी काम भइरहेछ भन्दा, यता हेर है, यहाँ कसरी काम भइरहेछ भन्दा, लाइक यहाँ कसरी काम भइरहेछ भन्दा माई डिटेल्स भन्ने एउटा मैले माई डिटेल्स भन्ने एउटा कम्पोनेन्ट बनाएको छु, जसले चाहिँ के रिटर्न गर्छ भन्दा नेम, वेट यसलाई चाहिँ रेडमा गरौँ न, नेम, अनि एज होला, अनि रोल नम्बर। ब्रेसेस दिन नभुल्ने, कर्ली ब्रेसेस, किनकि यो भनेको फिक्स कुरा होइन, डाइनामिक कुरा हो, माथिबाट प्रोप्सको हिसाबले आउने हो। यो भनेको एज, ओके, एज अनि यो रोल नम्बर। सो बेसिकली हामीले के गरेको भन्दा माई डिटेल्स भन्ने एउटा कम्पोनेन्ट बनाइयो, यसमा चाहिँ हामीले के प्रोप्स पास गर्यो? नेम, बोल्ने गाइज, नेम, अनि तिम्रो रोल नम्बर, अनि तिम्रो एज। गुड, एज हामीले तिनवटा पास गर्यो। अब के हुन्छ भन्दा मैले माथि जुन हाम्रो एप डट जिएसएक्स थियो नि, जिएसएक्स, त्यसमा चाहिँ मैले यो माई डिटेल्स भन्ने कम्पोनेन्टलाई कल गरेको। जस्तो म यहाँ छु भने मैले सम्राटलाई बोलाएँ, सम्राटमा भएको इन्टायर कन्टेन्टहरू मैले फेच गरेँ कि, बुझ्यो? भनेको मैले एप डट जिएक्सएक्सबाट मैले माई डिटेल्स भन्नेलाई कल गरेँ। माई डिटेल्स कल गर्ने बित्तिकै मेरो प्यारेन्ट कम्पोनेन्ट कुन भयो र चाइल्ड कम्पोनेन्ट कुन भयो, कसैले भन्न सक्छ मलाई? app.jx प्यारेन्ट भयो, माई डिटेल्स चाइल्ड भयो। भेरी गुड। भनेको एप डट जिएक्सएक्सबाट मैले कल गरेँ माई डिटेल्सलाई। सो
app.gxx मेरो के भयो, प्यारेन्ट भयो। भेरी गुड। सो मैले माई डिटेल्सबाट तिनटै यसलाई जुन जुन प्यारामिटरहरू खोजेको थियो मैले त्यति प्यारामिटर दिएँ, द्याट इज नेम दिएँ सर्टेन, अनि तिम्रो रोल नम्बर दिएँ, अनि एज दिएँ, सो यही नै हो भनेको। मैले app.gxx बाट माई डिटेल भन्ने कम्पोनेन्टलाई कल गरेँ, अनि त्यहाँ मैले के पास गरेँ, नेम पास गरेँ, रोल नम्बर पास गरेँ र एज पास गरेँ। सो त्यही कुरा यसले लिग्यो अनि यसले ट्याक्क देखाइदियो। अनि धेरै इम्पोर्टेन्ट कुरा, कर्ली ब्रेसेस युज गरेर नबोल्ने, किनकि यो भनेको हाम्रो स्ट्याटिक कन्टेन्ट होइन, माथिबाट आउने कन्टेन्ट हो, होइन र, हो नि त। सो यो हो बेसिक प्रोप्स भनेको। सो हामीले प्रेजेन्टेसन पनि हेरौँ के रहेछ। ओके, प्रोप्स इन रियाक्ट हेर त। we pass on while calling a component, जुन हामीले भर्खरै देख्यौँ, which are used to modify the content of component. Very good. Okay, so how does the props work? जस्तै एउटा हेर त, यो चाहिँ काइन्ड अफ यो के भन्छ, कुकुरहरू बेच्ने जुन शपकिपरहरू हुन्छ नि, उसँग टमी 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 नामको कुकुर भयो, द्याट इज आवर कम्पोनेन्ट। अनि यसले के भन्यो, आई वान्ट अ डग विथ नेम टाइगर। यसलाई चाहिँ चाहियो कि टाइगर नाम गरेको कुकुर चाहियो। सो यसले सिम्पली के गर्यो भन्दा टमीलाई लेखी उसको नाम टमीलाई हटाइदिएर के राखेँ, टाइगर। जस्तो अघि हामीले नेममा हामीले सम्राटलाई हटाइदिएर के राखेको थियो, याद छ? अघि हामीले नेममा सम्राटलाई हटाइदिएर कुशल राखेको थिएन र? सो यसले पनि त्यस्तै गरे, टमीलाई हटाइदिएर टाइगर राखे। सिम्पली टाइगर उसलाई एन्ड ओभर गरे, जसले गर्दा ऊ पनि खुसी, उसको डिमान्ड पनि कम्प्लिट भयो, उसलाई पनि धेरै कुकुर लिन परेन नि त, एउटै कुकुरबाट उसले नाम मात्रै चेन्ज गर्नु पर्यो। हो, यसको तिम्रो इक्जाम्पल हेर्नु पर्दा, रुक म तिमीलाई धेरै राम्रो एउटा इक्जाम्पल भन्छु ल। तिमीले ख्याल गरेछौ कहिले? ओके, सो तिमीले ख्याल गर्नुपर्ने जस्तो हाम्रो फेसबुकमा ख्याल गरेछौ कहिले? हेर त एक्कासी तिमीले फेसबुकमा हेर त, यहाँ माथि तिम्रो प्रोफाइल पिक्चर हुन्छ हो, अनि यहाँ तिम्रो प्रोफाइलको नाम हुन्छ, जस्तो मेरो नामै भनौँ, नाम हुन्छ। अनि मैले यहाँ हालेको मेरो पोस्टको टाइटल हुन्छ होला, अनि यहाँ मेरो यत्रो ठुलो इमेज हुन्छ, राइट? इमेज हुन्छ। अनि त्यो लाइकहरूलाई एकछिन स्किप गरौँ, अहिले सिम्पल कम्पोनेन्ट हेरौँ न। जस्तो मेरो यो कम्पोनेन्ट जुन देखेछौ नि, यो कम्पोनेन्टले के रिटर्न गर्छ, ध्यान दिएर हेर त। जस्तो मेरो यो कम्पोनेन्टलाई भनौँ इन्डिभिजुअल पोस्ट भनौँ न, त्यही होइन र हाम्रो इन्डिभिजुअल पोस्ट हो नि त, इन्डिभिजुअल पोस्ट भनेर एउटा कम्पोनेन्ट छ। ओके, सो मैले यो कम्पोनेन्टमा के गरेछु बेसिकली भन्दा, यसमा मैले जस्तो प्रोफाइल पिक्चर लियो होला, प्रोफाइल पिक्चरको बेसिकली युआरएल लेख्छौँ क्या हामीले, युआरएल लेख्छौँ क्या, युआरएल प्रोफाइल पिक्चरको। अनि हाम्रो प्रोफाइलको टाइटल लेख्यो होला, हो, टाइटल लेख्यो होला। अनि अरू के चाहियो हामीलाई, नेम चाहियो, प्रोफाइलको नेम चाहियो। अलि हेन्डराइटिङ चाहिँ त्यस्तै हल्का बुझ ल, म पनि माउस चलाइरहेको। सो ओके, सो हाम्रो यो पोस्टको इमेज छ नि, यसको युआरएल लेख्यो होला। अब आफै सोच त, मेरो त्यत्रो जुन फेसबुक छ त्यसले त अब जस्तो तिम्रो हरेक चिजलाई कोड गर्नु पऱ्यो नि त, सुरुदेखि तिम्रो के आउने भनेर लास्टसम्म त्यो जुन बिचमा पोस्ट देख्छ नि, तिमीले फेसबुक चलाउँदै ख्याल गरेछ वेबमा, यहाँ साइडमा हुन्छ, साइडमा पनि साइड बार हुन्छ, अनि बिचमा टन्नै यस्तो यो यस्तो इन्डिभिजुअल पोस्टवाला टन्नै हुन्छ नि, ख्याल गरेछ? एनीबडी वेबमा फेसबुक चलायो होला नि त, फोनमा इभन फोनमा चलाउँदा पनि ख्याल गरेर होला नि त। यो चिज त हाम्रो सेम हो नि त। जस्तो तिमीले हालेको पोस्ट मेरो हालेको पोस्ट पनि देख्दा सेम देखिने हो, तर यसको कन्टेन्ट मात्रै फरक हुने हो। यो भनेको यसले मेरोवाला पोस्टमा छुट्टै प्रुफ्स पठायो, तिम्रोवाला पोस्टमा छुट्टै प्रुफ्स पठायो, तर हाम्रो कम्पोनेन्ट त सेम हो नि त, होइन र? द्याट इज इन्डिभिजुअल के भन्छ, इन्डिभिजुअल पोस्ट भन्ने कम्पोनेन्टमा मेरो डिटेल हाल्नु पऱ्यो भने प्रोफाइल पिक्चरमा मेरो प्रोफाइल पिक्चर पठायो होला, प्रोफाइल नेममा मेरो नेम पठायो होला, अनि तिम्रो पोस्टको टाइटलमा मेरो पोस्टको टाइटल पठायो होला, अनि तिम्रोमा छुट्टै पठायो होला। त्यही भएर त हामीले छुट्टै छुट्टै देख्ने हो, होइन र? हो नि। सो यसलाई भन्छ कम्पोनेन्ट्सको बेस्ड आर्किटेक्चर, उसको बेसिकली हाम्रो रियाक्टमा। अनि हाम्रो यो साँच्चै यो के अरे रियाक्ट पपुलर भएको पनि यो कम्पोनेन्ट बेस्ड आर्किटेक्चरले गर्दा पनि हो है। ओके, हेर त एकचोटि कति सजिलो भयो यो भएदेखि। हामीलाई पहिलो कुरा त कोड गर्न पनि धेरै सजिलो भयो, अनि कहाँ प्रब्लम आएको छ भने स्पोर्ट गर्न पनि धेरै सजिलो भयो, अनि कोड पनि लेख्नु परेन नि त। जस्तो फेसबुक बनाउने मान्छेलाई त्यत्रो त तिमीले पोस्ट हान्ने कन्टेन्टको कोड लेख्नु परेन, किनकि एउटैको
कन्टेन्ट एउटै कम्पोनेन्ट बनाएर उसले त हाम्रो त मात्रै त्यो प्रोप्सहरू मात्रै त छुट्टै छुट्टै पठाएको हो नि त, जसले गर्दा कम्पोनेन्ट रियुजेबिलिटी भन्छ क्या। अनि एउटै कम्पोनेन्टलाई रियुज गरी 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 उसले इन्टायर साइट बनायो नि त। हाम्रो युट्युबमा हेर, युट्युबमा पनि त्यो भिडियो देख्छ नि, भिडियोको टाइटल भिडियो अनि त्यही अनि भिडियोको टाइटल डिस्क्रिप्सनहरू भयो, त्यो भनेको नि त्यही हो। तिम्रो न्युज साइटहरूमा हेर, त्यहाँ पनि त्यो प्रोप्सले पठाउने हो कम्पोनेन्टमा। ओके, सो आजको क्लासमा के बुझ्यौ त? कम्पोनेन्ट र प्रप्सहरूको बारेमा। ओके, के रहेछ कम्पोनेन्ट्स भनेको? Like basically parts of the web. Very good.